भन्न मिल्छ भने कति वर्ष चाहिँ पुग्नु भयो यति बेला खुलासा गर्नु पर्यो स्विट 16 भर्खर नेरुमा कि भारुमा हाम्रो धेरै लामो समय भइसक्यो कि हामी दुईजनाको जोडी देखेर चाहिँ जेलस हुने धेरै छ इन्डस्ट्रीमा आज संयोगवश फेरि कस्तो छ भने मेरो भाइको नि आज मेरै एकै दिन हामी दुवैजनाको बर्थडे छ अनि घरमा केक रेडी छ सबै फ्यामिली बसिसक्नु भएको छ आज यो मेरो यो अन्तिम पनि हो अन्तिम नभनौँ है होला तपाईँ एउटा निर्देशकको हिसाबले एउटा अलिकति सिनियर पर्सनको हिसाबले पनि उहाँको राम्रो पक्ष नराम्रो पक्ष के छ होला भनिदिनु पर्यो आज नराम्रो पक्ष टाइमको पङ्क्चुअलिटी नै छैन उसको सबभन्दा मिस्टेक बिस्तार्ने ज्यान दुब्लाएर बिसौलीमा आयो यही ज्यान पनि घटाउन कसले कुरा लायो झम्के मायाले कालेजी कटायो झम्के मायाले यो वचनबद्धता दिन सक्नुहुन्छ कि सक्नुहुन्न अवधि म सुधार्नेछु पार्वती राई एकदमै राम्रो नाच्नुहुन्छ होइन मैले मेरो साथी भनेर नचाएको होइन उहाँलाई उहाँ मेरो मिल्ने साथी भएर उहाँले नाच्न नजानेको भए म नचाउने थिएन यो तपाईँको जन्मदिन नै आम दर्शकका लागि श्रोताका लागि फ्यानको लागि एउटा उत्सुकताको विषय त हो नै सँगसँगै धेरैको उत्सुकता छ कि पार्वती राईको विवाह चाहिँ कहिले हुन्छ Happy birthday to you. Happy birthday to you. Day to you. Yes, happy birthday. हाम्रो सबैले छोडेर Thank you very much for this cake. अनि सरप्राइज पार्टीको लागि सबैजना होल टिमको लागि होइन एकदम अब कतिमा बसेको भनेर नभन्नु होला त्यहाँ सुनेर बसिरह होला काट्नु है त यसरी होला नि Go. अलराइट यति बेला हामी यो उत्सवमय वातावरणमा रहेका छौँ यहाँनिर देखिरहनु भएको छ दृश्यले सबै कुरा क्लियर पारिसकेको छ चर्चित मोडल पार्वती राईको आज जन्मदिन रहेको छ जन्मदिनको हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ थ्याङ्क यू भेरी मच अब भन्न मिल्छ भने कति वर्ष चाहिँ पुग्नु भयो यति बेला खुलासा गर्नु पर्यो स्विट 16 भर्खर नेरुमा कि भारुमा नेरु नै हो नेरुमा त होइन होला नेरु नै हो
र जति वसन्त पार गरे पनि तपाईँलाई हामीले जन्मदिनको शुभकामना दिइसकेका छौँ र यति बेला सुटिङ पनि चलिरहेको छ दुईटा फाइदा एकैचोटि गर्नुभयो दुईटा फाइदा यो चाहिँ अब आज खास गरी मेरो एकदम बेस्ट फ्रेन्ड जानकी तारेर मगर र एकदम प्रिय दाजुको चाहिँ गीत हो अब यसमा चाहिँ उहाँहरूले नै अब सरप्राइज पार्टी राखिदिनु भयो मलाई अब सुटिङको बेलामा अब व्यस्त कारणले गर्दा बर्थडे पनि अब घरमा परिवारसँग बसेर मनाउनु पर्ने अब यति बेलामा चाहिँ स्पेसली भगवान थापाजीले चाहिँ एकदम राम्रो यहाँ हेर्नु न कस्तो बुट्टा भर्या रहेछ अब थ्याङ्क यू भेरी मच स्पेसली उहाँलाई सुटिङ लगभग आधी सिधिसकेको छ अब अरू आधी बाँकी छ यो सेलिब्रेटी भइसके पछाडि यो व्यस्तताले गर्दाखेरिमा आफ्नै जन्मदिनहरू यस्ता विशेष उत्सवहरू पनि अलिक बिर्सिने हुँदो रहेछ हो बिर्सिनु त आफू जन्मिया दिन किन बिर्सिने हो र होइन तर व्यस्तताको कारणले गर्दाखेरिमा मनाउन चाहिँ अलिकति कठिनाइ हुन्छ रहेछ रामजी के भन्नुहुन्छ उहाँको आज जन्मदिन अब तपाईँसँगै जोडी भएर आज भिडियो पनि खेलिरहनु भएको छ यो भन्दा अगाडि पनि यो कस्तो भने आज एकदम सरप्राइज भयो खास हाम्रो जानकी बहिनी र मैले गाएको गीत झम्के माया लेको गीत सुटिङ थियो आज स्पेसली मलाई बहिनीले चाहिँ आज पार्वतीलाई चाहिँ सरप्राइज दिनुपर्छ भन्नुभयो अनि के हो भनेको आज पार्वतीको बर्थडे हो भन्नुभएको थियो ओ त्यसो भए मजा आउने भयो भन्ने भयो आज एकदम स्पेसल यो मेरो लागि पनि सरप्राइज भयो कि आज पहिलोचोटि पार्वती बहिनीको जन्मदिन चाहिँ आज हाम्रै गीतमा हाम्रै यो सुटिङमा चाहिँ मनाउने यो अवसर मिल्यो एकदमै खुसी छु जन्मदिनको धेरै धेरै शुभकामना जुन प्रगति आजसम्म भएको छ अझ धेरै 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 शुभकामना दिन चाहन्छु अझै प्रगतिको कामना गर्न चाहन्छु जन्मदिनको धेरै धेरै शुभकामना र यो सुटिङमा अझ यो रमाइलो यो थपेको छु यो आज यो केक जन्मदिनले र हामी धेरै खुसी छौँ एकदमै र यो तपाईँको जन्मदिन नै आम दर्शकका लागि श्रोताका लागि फ्यानको लागि एउटा उत्सुकताको विषय त हो नै सँगसँगै धेरैको उत्सुकता छ कि पार्वती राईको विवाह चाहिँ कहिले हुन्छ अब यसरी यहाँ होइन यहाँनिर रामजी दाई हुनुहुन्छ सँगै जोडी बाँधेर गर्नुभएको छ रामजी दाईका छोराहरू त्यत्रो ठुला भइसके तपाईँ फेरि कमामा हड्डी गर्नु नआउनु न यहाँ किन कुरा खुलाइदियो अब कस्तो हो नि यो कुरा नरम अहिले ह्याप्पी बर्थडेकै यस्तो रमाइलो कुरा भइरहेको छ रमाइलो हो नि विवाह पनि त रमाइलो होला नि अब कस्तो हो नि मलाई माया गर्ने चाहिँ धेरै रहेछ नि हेर्नुहोस् यहाँबाट थाहा भयो मेरो साथीले त माया गर्नु नै भइहाल्छ होल टिमले चाहिँ मलाई माया गर्नु हुँदो रहेछ अब यसरी ह्याप्पी बर्थडेसँगै मनाउन पायो फर्स्ट टाइम बाहिर होइन अनि अब भेटिहाल्ला माया गर्ने कुनै दिन फेरि अनि त्यसपछि जस्तो बिहानदेखि विसहरू पनि आएको होला कसले विस गर्नुभयो त्यो सम्झिन लायक व्यक्तिहरू विस मलाई फर्स्ट बिहान चाहिँ मेरो शान्ति दिदीले कल गर्नुभएको थियो सेकेन्ड कल चाहिँ मेरो ड्याडीले गर्नुभएको थियो आज संयोगवश फेरि कस्तो छ भने मेरो भाइको पनि आज मेरै एकै दिन हामी दुवैजनाको बर्थडे छ अनि घरमा केक रेडी छ सबै फ्यामिली बसिसक्नु भएको छ मलाई कुरेर बसिरहनु सबै मेरो रिलेटिभ्स मेरो मामा माइजू अङ्कल आन्टी सबै आइसक्नु मै जान पाइरहेको छैन अनि मैले चाहिँ ड्याडीलाई के भने नि ड्याडी भाइ अब मेरो र भाइको एउटै हो भाइलाई कटाउन लाउनु अनि ह्याप्पी बर्थडे मनाउनु अनि म चाहिँ पछि आउँछु अब कामले गर्दाखेरिमा यति साह्रो त्यो हुन्छ नि रमाइलो पनि गर्न पाइरहेन कि अब यहाँबाट गइसके पछाडि अर्को केक पनि काट्नुहुन्छ फ्यामिली सपरिवार बिना फोटो राखेर के अरे मैले अनुमति दिइसकेँ मलाई कुरेर त भरे फेरि रातिको 12 बज्छ 12 बजेर त अब फेरि 12 बजेसम्म त कुनै कुरा भएन होइन यतापट्टि जानकी तारामी चर्चित गायिका पनि हुनुहुन्छ आजको गीतको सुटिङको गायिका पनि हुनुहुन्छ र यतापट्टि प्रकाश दाई पनि हुनुहुन्छ प्रकाश भट्ट निकै चर्चित सबैलाई स्वागत छ तपाईँहरूको एकदमै यो मैले घनिष्ठता लामो समयदेखि देख्दै आइरहेको छु खास के छ के पाक्दैछ भित्रभित्र खास केही पाक्दै छैन यो चाहिँ हाम्रो मित्रता हो होइन यसलाई चाहिँ माया भन्छन् खास गरी त्यही हो यो एकदम हाम्रो धेरै लामो समय भइसक्यो हामी दुईजनाको जोडी देखेर चाहिँ जेलस हुने धेरै छ इन्डस्ट्रीमा प्रकाश दाइले त होइन म त मलाई भनेको मक्ख परेको अहिले धेरै छन् जस्तै कि मैले अहिलेसम्म उदाहरण एउटा म्युजिक फिल्डको हाम्रो दोहोरी फिल्डको चाहिँ हामी दुईजना चाहिँ यस्तो बेस्ट फ्रेन्ड भएको छ एउटा उदाहरण भएको छौँ सबैजनाको लागि होइन यति मलाई दुःख पर्दाखेरिमा उहाँले
सपोर्ट गर्नुहुन्छ, उहाँले दुःख पर्दाखेरि मलाई सपोर्ट गर्छु। मेरो हरेक इच एन्ड एभ्री यति कुरा पनि उहाँसँग सेयर हुन्छ, केही कुरा पनि लुक्या हुन्छ उहाँको नि यति कुराहरू पनि सेयर भइरहन्छ। हामी एक दुई के अरे भन्छ बाँच्नै नसक्ने भइसक्यो। अनि हामी चाहिँ यस्तो साथी कि अब हुन्छ नि, साथी भइसकेपछि एकदम मिल्ने साथी भएपछि कोहीले तिमी भना भन्नुहुन्छ, कोहीको त भना भन्नुहुन्छ। हाम्रो चाहिँ त्यस्तो छैन, उहाँले मलाई तपाईँ भनेर रेस्पेक्ट गर्नुहुन्छ, मैले पनि उहाँलाई तपाईँ भन्छु होइन। तर झगडा त्यस्तो हाम्रो हुँदैन। झगडा पऱ्यो नि मन पनि पर्ने हो, त्यस्तो पर्ने। उहाँ पनि शान्त स्वभावको हुनुहुन्छ, म पनि। प्रकाश दाई के भन्नुहुन्छ? आज चर्चित मोडल अब तपाईँले धेरै भिडियोमा पनि खेलाइसक्नु भएको छ। पार्वती राईको आज जन्मदिन पनि हो, सँगसँगै तपाईँको निर्देशनमा भिडियो सुटिङ पनि भइरहेको छ। मैले त सायद अघिल्लो बर्थडेमा यो टिम कोही पनि थिएन, अघिल्लो बर्थडे पनि मैले सेलिब्रेट गर्ने मौका पाएको थिएँ र होइन त्यो बेलामा त सुटिङ थिएन। म स्पेसल बोलाएर इन्भिटेसनमै गएको थिएँ होइन। अनि त्यति बेला पनि रमाइलो भएको थियो, उसको फ्यामिली थियो, बाहिरी मान्छे भनेको सायद म मात्रै थिएँ त्यतिखेर पनि होइन, एक दुईजना हुनुहुन्थ्यो, त्यसमा म पनि थिएँ। र आज पनि झन् लक्कीली आज उसको बर्थडेको दिनमा आज सुटिङ गर्न पाइयो होइन। उनीहरू दुईजना बेस्ट फ्रेन्ड, अनि तीमाथि पनि यो टिम यो म्यानेजमेन्ट गरिदिने सबै कुराहरू गर्दाखेरि एउटा सरप्राइज बर्थडे नै भयो पार्वती राईको, रमाइलो भएको छ। तपाईँहरू जस्तो भिडियोमा हामीले थुप्रै तपाईँको निर्देशनमा उहाँ मोडलको रूपमा देखिरहनु भएको हुन्छ, यो घनिष्ठता कस्तो खालको छ? यो चाहिँ पार्वती राई भनेको यस्तो कलाकार हो जसको तुलना पनि छैन क्या। त्यसले गर्दाखेरि उसको बढी डिमान्ड हुन्छ, बढी काम हुन्छ, उसको राम्रो काम हुँदाखेरि हामीले पनि अफर गर्छौँ। त्यसले गर्दाखेरि काममा सबैले धेरैले भन्छन् कि तैँले पार्वती राईलाई मात्रै किन राख्नुपर्ने भन्छन् होइन। डिमान्ड नै पार्वती राईको आउँछ त हामीले अरूलाई किन गर्ने, जसको आउँछ उसलाई राख्ने। त्यसले गर्दाखेरि अब बढी मात्रामा उसको कामको हिसाबले गर्दा उसको खुबीले गर्दाखेरि उसको धेरै डिमान्ड आउँछ र हामीले त्यो राखिन्छ, त्यही नै हो। जस्तो राम्रो कुरा त छँदैछ, आज उहाँको जन्मदिन पनि हो, दुईवटा पक्षलाई केलाउँ होला। तपाईँ एउटा निर्देशकको हिसाबले, एउटा अलिकति सिनियर पर्सनको हिसाबले पनि उहाँको राम्रो पक्ष नराम्रो पक्ष के छ ल भनिदिनु पऱ्यो। आज नराम्रो पक्ष टाइमको पङ्क्चुअलिटी नै छैन उसको, सबभन्दा मिस्टेक होइन। ऊ राम्रो आर्टिस्ट हो होइन, अनि फोन उठाएन भने रेस्पोन्स दिन्न कि, भोलिपल्ट पनि सम्झेर होइन फोन त आज आएछ भोलिपल्ट त किन गऱ्यो भने छ नि होइन, त्यो छैन क्या। सबभन्दा उसको टाइमको पङ्क्चुअलिटी छैन। ऊ 7 बजे अनि 11 बजे आइपुग्छ। मैले तपाईँ यो अडियन्सलाई थाहा छैन होला, दुईचोटि उसलाई सुटिङबाट निकालेर पठाएर अर्को आर्टिस्ट राखेको छु कि मैले। खास यो वास्तविकता ठुलै आरोप लाग्यो नि त। अब खोइ त्यस्तै हुन्छ। अब कहिलेकाहीँ बिहान 8 बजे बोलाएको होइन, 11:30 बेलामा मात्रै त्यस्तो हुन्छ के, उहाँकै सुटिङकै बेलामा बिहान 8 बजे आइपुग्यो है भनेको होइन। अनि त्यसपछि बिहान 8 बजेदेखि फोन उठाएन, एकदम झट्याङ्ग। अब काम फेरि ढिलो पुग्यो भने झन् कराउला भनेर सोध्दै ढिलो हुने। उसलाई बाटोबाट सुटिङ कराउने भनेको प्रकाश भट्ट सर। हेर्दाखेरि त निकै मायालु हुनुहुन्छ नि, त्यस्तो डर लाग्दैन न? अर्ने कुरामा हो, तर कामको कुरामा एकदम स्ट्रिक्ट छ। किनभने काम गर्नको लागि चाहिँ स्ट्रिक्ट भइएन भने काम पनि राम्रो दिन सकिन्न होइन। त्यसले गर्दाखेरि यो चाहिँ आर्टिस्टको पनि एउटा त्यो टाइम टेबल भनेको सबभन्दा इम्पोर्टेन्ट कुरा हो होइन। अब एक दिनको भिडियोमा हामीले सर्टेन टाइममा काम सक्नुपर्ने हुँदाखेरि अब 12 बजे आएपछि 2 घन्टा बेला मेकअप गर्न लाग्यो भने 2 बजी सुटिङ सुरु गर्दा त हामी सकिन्न। त्यसले गर्दाखेरि पनि अलिकति स्ट्रेस हुन्छ भयङ्कर। यो त म त आजको जन्मदिनको दिनदेखि के यो वचनबद्धता दिन सक्नुहुन्छ कि सक्नुहुन्न? अबदेखि म सुधार्ने छु। भान्डा फोर्यो। अब एकदम घनिष्ठ साथीको नाताले उहाँको बारेमा अब मैले पनि त्यही हो, फोन उठाउनु होला पार्वतीजी। अनि फोन नउठाए पनि फेरि कल ब्याक गर्न सकिन्छ होइन। उहाँको त्यही हो। अब अलि त्यहाँ जानु छ है पार्वती, ल त्यहाँ सिभिल मलमा भेटौँ न, आज फिल्म हेर्न जाऊँ, तपाईँ यति बजे त्यहाँ आउनुहोस् है, 1 बजे आउनुहोस् भन्यो भने उहाँ 2 बजे आउनुहुन्छ। उहाँलाई 12 बजे बोलाउनु पर्ने हुन्छ कि यो टाइममा चाहिँ एकदम अलिक हुनुहुन्छ होइन। अनि म चाहिँ उहाँको एकदम मिल्ने साथी। हजुर त्यस्तो हो। अनि दाइले भने जस्तै, अनि अब तपाईँले भनिहाल्नुभयो उहाँ सुटिङमा यस्तो डर लाग्छ उहाँले भन्नुभयो नि, तर मलाई दाइको उहाँसँग मैले धेरै काम गर्ने मौका पाएको छु होइन। तर अझ पनि कामहरू गर्दै जाऊँ, तर मलाई चाहिँ उहाँको काम गरेर एकदमै मनपर्छ के। आफैले त्यहाँ चाहिँ गएर काम गरिरहेको छु जस्तो फिल हुन्छ होइन। म गायिका अरू नाचिरहेको हुँदा पनि मलाई चाहिँ एकदम उहाँ भएपछि म एकदमै ढुक्क हुन्छु कि। पनि प्रायः सबै भिडियोमा निर्देशकमा दाइ हुनुहुन्छ, अब यतापट्टि मोडलमा चाहिँ जम्मै पार्वती राई रिपिट गरिरहनु भएको हुन्छ, त्यही भएर हो? होइन, पार्वती राई एकदमै राम्रो नाच्नुहुन्छ होइन। मैले मेरो साथी भनेर नचाएको होइन उहाँलाई, उहाँ राम्रो, उहाँ मेरो मिल्ने साथी भएर उहाँले नाच्न नजानेको भए म नचाउने थिएन। त्यो चाहिँ उहाँको कलालाई सम्मान गरेर होइन,
त्यो हो खास। र यति बेला सुटिङ पनि भइरहेको जुन गीत यहाँनिर हामी आम दर्शकको लागि राख्छौँ। यो त हाम्रो रामजी दाइलाई पनि यता बोलाएर अब यो चाहिँ मलाई एकदमै मन परेको गीत होइन। अब अरूलाई पनि मनपर्छ होला सायद। रामजी दाइले एकदमै राम्रो बनाउनु भएको छ। कम्पोज दाइकै छ। हजुर कम्पोज दाइको छ होइन। यसमा चाहिँ शब्द एकनारायण भण्डारीको, लय चाहिँ हाम्रो दाइको। दाइले मैले भन्दा पनि अझ राम्रो तरिकाले गाइदिनु भएको छ। मैले त्यति राम्रो गाउन सकेको छैन, कोसिस मात्रै गरेको हो होइन। तर अब कति मन पराइदिनु भएको छ। आज भिडियो चाहिँ मलाई जहाँसम्म लाग्छ अलि एक्स्ट्रा तरिकाले अलि राम्रो गरेको छौँ जस्तो लागेको छ। अब सबै अब दाइको हातमा छ। सबैको हातमा छ, दाइको हातमा त होइन होइन। हामी गीत सुन्छौँ दाइबाट यो अब गीत झम्के मायाले, झम्के माया दुईजना अगाडि हुनुहुन्छ, आफै फेरि मोडल पनि हुनुभएको छ। यसमा चाहिँ मलाई सुरुवातमै हाम्रो अहिले नेपालकै अब चर्चित अत्यन्त लोकप्रिय होइन निर्देशक प्रकाश भट्टले सुरुदेखि मलाई नचाइरहनु भएको छ होइन। र आज यो मेरो यो अन्तिम पनि हो। अन्तिम नभनौँ है, यो पछिल्लो एल्बम हो यो। र यो सहकारी चाहिँ जानकी बहिनीसँग गरेको छु। एकनारायण भण्डारी सरको शब्द छ। यसलाई चाहिँ मैले आफैले सङ्गीत गरेको छु। अलिकति पृथक खालको छ। झम्क्यो मायाले अनि बिस्धार्नी ज्यान दुब्लाएर बिसौलीमा आयो, झमझम माया छमछम माया, बिस्धार्नी ज्यान दुब्लाएर बिसौलीमा आयो, यही ज्यान पनि घटाउन कसले कुरा लायो, झम्के मायाले, झम्के मायाले, झम्के मायाले, कालेजी घटायो, झम्के मायाले, आधी ज्यानै घटायो, झम्के मायाले, आधी ज्यानै घटायो, झम्के मायाले, हे आधी ज्यानै घटायो, झम्के मायाले। यो पार्वतीसँग धेरै भिडियोहरू खेलेको छु। यो यसरी अलि हट अवतारमा देखिनु भएको छ दुवैजना। यो गीत पनि अलिकति फरक धारको गीत छ होइन। अब त्यसैले अब यसको म्युजिक भिडियो पनि अलिक फरक नै हुन्छ। अब म्युजिकको बिटहरू चाहिँ पुरा झ्याम झ्याम छ, त्यहाँ गएर यस्तै नाचेर त नहुने रहेछ। असल यो जन्मदिनको अवसरमा हामीले अन्तरङ्ग कुराकानी गर्ने यो एउटा जमर्को पनि कस्यौँ। जन्मदिनको फेरि वान सेकेन्ड शुभकामना दिन चाहन्छौँ र उत्तर प्रगतिको अझै शुभकामना हामी दिन चाहन्छौँ। होल युनिटलाई पनि यो गीतको लागि शुभकामना छ। थ्याङ्क यू भेरी मच बेस्ट फ्रेन्ड साथीलाई थ्याङ्क यू भेरी मच। स्पेसल्ली अब यहाँसम्म तपाईँहरू आइदिनु भएकोमा बिन्दास टिभी परिवारलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो यो सबै युनिटको तर्फबाट। सेम टु यू। यदि यो भिडियो मन पर्यो भने बिन्दास टिभीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।